मलिगेर ठुलो भत्किँदाले हान्नु गाँड फर्छ यार घाँस खाना रे घाँस खा यो तल बारीको पाटोमा चाहिँ पुग्छ होला यसरी हान्नुपर्छ भन्नु अहिले ल्याएको ल्याम खाइरहेको छ सो हेलो एभ्रिवान आजको मेरो न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ आज चाहिँ लोसार हो हैन आज चाहिँ लोसार मनाउन को जानुहुन्छ कमेन्ट गर्नु होला आज म चाहिँ लोसार जान सक्दिनँ किनभने मेरो घरतिर काम हुन्छ नि त धेरै हैन त्यही भएर आजको चाहिँ यस्तै छ हैन म चाहिँ घरमा बसिरहेको छु अहिले अनि त्यही हो अनि म चाहिँ उठेर यहाँ आगो फुके हैन खाजा चाहिँ खाएको छैन कि मैले अहिलेसम्म त्यही हो गाइस मम्मी काठमाडौँ छ बाउ पनि काठमाडौँ छ म एक्लै घरमा दिदीहरू पनि छ फेरि पनि म यहाँ उपस्थिति भइसकेको छु समीर तामाङ ओके गाइस हेलो एभ्रिवान आजको मेरो दिनको सुरुवात चाहिँ यसरी हुन्छ कि तपाईहरुलाई म देखाउन गइरहेको छु देख्न सक्नुहुन्छ हैन म चाहिँ अब गोबर सोर्नु पनि हुन्छ नि त अनि यो गोबर चाहिँ मैले मज्जाले सोर्ने हुन्छ यसको हात पनि चाटे भाइ चाट त्यही भएर यसरी उचालेर यसलाई मैले फाल्नु पनि हुन्छ कि गाइस आजको दिनको सुरुवात चाहिँ मेरो यसरी भैँसीको गोबर फालेर मलाई चाट हैन त्यही हो तू मुझे गलत मत बोल तू खुद को गलत बोल तू खुद की औकात देख यसरी यहाँ लगेर फाल्नु पनि हुन्छ यहाँ चाहिँ होइन ठाउँ चाहिँ टक्कलाई यत्रो चाङ भएको यो चाहिँ यताबाट गोबर सोधेर यसको चागिन चाहिँ ठाडो भएर कस्तो टिपेर फाले आजको दिनको सुरुवात मेरो भैँसीको गोबर फालेर हुँदैछ अरे गाइस भैँसीको गोबर सोर्ने मान्छे एउटा खोजिदिनु पर्यो गाइस चाहिँ गोबर जस्तो फाल्दै यसै फाल्नु चाहेन त्यहाँ कत्रो लाम्रो गाइस कत्रो हक छ भने यार चाकै ठुलो छ त बाबु हगिहाल्छ नि अच्छा अम्ला पर्यो यार बिच देख सक्ते हो भाइ साहब के गर्नु गाइस यस्तै छ हैन गोबर सोरेर मेरो चाहिँ दिनको सुरुवात नै हुन्छ र दिन पनि जान्छ हैन त्यही हो के गर्नु गाइस गोबर कालो हमारा यहाँ ऐसा ही होता है यति बाँकी छ हैन अरू मैले फालिसकेँ यसलाई चाहिँ मैले अब मजासँगले फाल्छ झ्याप्प लाएर हैन मलिगेर अब यही लास्ट हो कि यति हो सक्यो उठेर हेर्नुहोस् उठ्ने साथै मेरो त यही हो काम उता भैँसी सारेर मैले चाहिँ भैँसी सारेर घाँस पास दिएर उताको नि सोरे त्यहाँबाट मैले चाहिँ अनि यहाँको बाँकी रहेर यहाँको सोरे हो कि मैले यहाँको होइन त्यही हो अब मैले सकिसकेँ अब म हात धुन्दान पनि हुन्छ अनि हामी चाहिँ त्यो भैँसीको भकाएर सकाएर सोरेर म चाहिँ हात सात खुट्टा सुट्टा मुखसुक धोएर यता बसिरहेको छु अनि यो भाइ चाहिँ भात खाना बसाल्न गइरहेछ अब यसले खाना बसाल्छ तर यो मेरो आगै बोलेन आज कसम म यो ठुलो भत्किँदाले आगै बोल्दैन हेर्नुहोस् न ल 3 चोटि बालिसकेँ मैले
तीनचोटि बालिसक्यो, तीनचोटिमै यस्तो भइसक्यो अनि रिस उठ्दैन त भने यार। क्या ही बोलूं भाई, मैं क्या ही बोलूं, किसको बोलूं और किसको बोलूं और क्या ही बोलूं। हेर्नु यार यस्तो पुग्नुपर्छ, गाँड फर्छ यार, गाँड फर्छ यार पुग्दा पुग्दा त यार। देखो न गाइस, अब यहाँ चाहिँ दाउरा रहन्छ त्यही भएर होला। यो चाहिँ रक्सीको भाँडा होइन, रक्सी पार्दा अस्ति गराएको थिएँ नि युज, त्यही हो। दाउरा थिएन त्यही भएर दाउरा लिन जानु पर्यो अब। त्यही हो गाइस। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, आई होप म पनि सन्चै छु। अनि हाम्रो साग हेर्न सक्नुहुन्छ गाइस, साग पनि राम्रै भइरहेछ। अनि यहाँ पनि देख्न सक्नुहुन्छ भैँसीको घबार। अनि आजको हाम्रो दिनको सुरुवात त कसरी भयो होला तपाईँहरूलाई थाहा नै होला होइन। अनि दाउरा चाहिँ यही हो, यही दाउरा लानु पनि हुन्छ। पहिला एकछिन म यहाँ म्यामहरूसँग समुदायमा यसो गफ हान्नको लाग्यो है। हेलो म्याडम, सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ मैडम? देख सकते हो भाई साहब, हमारा ये इसकी पोती है ना, ये पोती इसका बच्ची है, बच्ची, इसीलिए ये इधर देख भाई, इधर देख, कैमरे पर देख, मादर फादर, इधर देख, ये देख, ये देख। अरे भाई चाट दिया रे इसने तो यार। देखो ना यार, कैमरा के लिए भी ये सब बना दिया इसने इसका अब यहीं पर पूछना चाहे हमको। लख इसका माँ इधर है, क्या देख रहे भाई? घास खाना रे, घास खा, घास खाना रे, घास खा, तेरा बाप देख रहे हैं। अनि यसको चाहिँ हेर्नु नि, यहाँ जति खायो नि यो चाहिँ किन यस्तो भयो होला कि यसको, यो म किन होला है यसलाई त मैले। अनि मैले चाहिँ यसलाई अब घाँस हालिदिनु पनि हुन्छ, हेरे हेरे गऱ्यो नि त, घाँस हालिदिउँ त्यहाँबाट। अनि यो घाँस हालिदिन्छु म, यो घाँस चाहिँ यसलाई म दिन्छु। यो घाँस मैले लगेर जानेछु, अनि यो घाँस चाहिँ यसलाई दिन्छु। ले लो भाई साहब, ले लो, खा ले रे, मजे से खा भाई, मजे से। अब इसको क्या देना, अब इसको भी देना चाहिए हमको, ये दूंगा मैं इसको, ये पसंद आ जाएगा। ये इतना घास खाता है साला, बड़ा भी नहीं होता है साला, नोबड़ी गई के जोबड़ी सोबड़ी तोबड़ी ले खा भाई। अब हमारा ये घर पर लाना है, घर में लानु पर्छ यो दाउरा चाहिँ यही हो। अनि रुक्नुहोस् है, म यो बोक्छु पहिला। सो मैले चाहिँ दाउरा ल्याइसकेको छु। अनि यहाँ आगोले चाहिँ एकदम धेरै मलाई च्यालेन्ज हान्यो होइन। आज यो तल बारीको बाटोमा चाहिँ पुग्छ होला, यो तल बारीको बाटोमा चाहिँ पुग्छ होला, त्यही हो। अनि एकदम कि यार आगै बोल्दैन। अलि यसरी फाल्छु नि मैले। बोल्नु चाहिँ बोल्यो, अब के हुन्छ हेरौँ। बोल्छ अब यसलाई बाध्य मैले पाकेर खाएर हामी चाहिँ कामतिर लाग्नु पर्ने हुन्छ गाइस।
सो गाइज यो मेरो चाहिँ होइन हेर्नु न यहाँ क्या हो यस्तो भइरहेको हेर्नु त हेर्नु जम्मै यस्तो यस्तो होइन यो यस्तो आइरहेछ यसको लागि केही हटाउनको लागि केही छ भने मलाई भनिदिनु होला यस्तो त्यो जम्मै यस्तो भइरहेछ क्या हेर्नु नि मेरो फेस जम्मै बिग्रिसक्यो यसको लागि केही छ भने मलाई भनिदिनु होला गाइज हेर्नु नि सेतो सेतो हेलो गाइज हामी चाहिँ खाना खान लागेको होइन अब चाहिँ खाना खाने हो हेर्नु न मुला अचारको लागि हामीले चाहिँ यो मुला काट्यो यो मुला चाहिँ मैले फेरि यसरी यसरी खाइदिन्छु यो मुला चाहिँ अचार बनाएर राख्ने हो नि त त्यही भएर अब चाहिँ हामी खाना खाने देख सकते हो दही उधर भात है मलाई दे धेरै मुला नि खान सक्दिनँ म देख सकते हो हमारा खाना आ चुका है अब मैं जा रहा हूँ खाना खाने के लिए गाइस अब मैं खाना खाऊंगा देख सकते हो यसरी हान्नुपर्छ भन्नु न यसरी हान्नुपर्छ भन्नु न गाइस हामी चाहिँ खाना साना खाएर यिनीहरूलाई नि खानाको व्यवस्था गरिसकेको छु मैले अब हामीले मात्र खाएर भएन नि त यिनीहरूलाई नि दिइसकेँ मैले खानु छ अनि हामीले नि खाएर बसिरहेको छौँ अब खानासाना खाएँ अब एकछिन बस्छु रेस्ट हान्छु होइन अनि त्यहाँबाट हामी चाहिँ नल काट्न जानुपर्ने हुन्छ त्यही हो गाइस 1 hour later गाइस नलसल काटेर चाहिँ म चाहिँ हात खुट्टा धोएर चाहिँ मस्त खाजासाजा खाएर नि बसिरहेको छु होइन किनभने हजुरहरूलाई मैले नल काटेको भिडियो चाहिँ देखाउन पाएन किनभने मेरो चाहिँ फोनमा चार्ज थिएन त्यस कारण चाहिँ मैले देखाउन पाएन यिनीहरूलाई सार्नुपर्ने हुन्छ अब यिनीहरूलाई जाडो भइसकेको छ मैले ल्याएको नल ल्याम खाइरहेको छ मैले ल्याएको नल ल्याम खाइरहेको छ गाइस त्यसैले त्यही हो गाइस अब नेक्स्ट भिडियोमा भेटौँला हामी होइन भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला Thank you for watching my video guys. Thank you.